म चाहिँ एउटा राम्रो लाइटमा इन्भेस्ट गर्ने सोचिरहेको छु अनि त्यसको लागि चाहिँ आज म चाहिँ पुरै महाबौद्ध घुम्नेवालामा छु। सो आफै गएर हेरेर बुझेर मात्रै लिएर आउने सोचेको छु मैले यो टाइममा चाहिँ, अनलाइन होइन, आफै स्टोर भिजिट गरेर। सो हामी चाहिँ फर्स्टमा गयौँ न्यु रोडतिर, दिदीले ब्यागहरू हेर्ने भन्नुभएको थियो। सो त्यहाँनिर ब्यागहरू हेऱ्यौँ, खासै राम्रो चाहिँ केही थिएन। यसो एक दुईवटा मन परेको थियो तर त्यहाँनिर चित्त बुझ्ने खालको चाहिँ नपाएर हामी चाहिँ त्यहाँबाट फेरि लाग्यौँ महाबौद्ध साइडतिर। लाइटको लागि चाहिँ सबभन्दा बेस्ट प्लेस भनेको नि महाबौद्ध हो कि, त्यहाँ चाहिँ कति धेरै भेराइटीहरू पाइन्छ नि त। त्यो भएर म चाहिँ सधैँ जाने एकजना अङ्कलको पसल छ कि महाबौद्धमा, फर्स्टमा नै म कहीँ नगइकन चाहिँ त्यहाँ जान्छु क्या। अनि त्यहाँबाट मैले पाइनँ भने मात्र म अरू ठाउँमा गइरहेको हुन्छु। त मैले यो दुइटामा कुन चाहिँ लिएँ होला, मैले यही नै वाला लाइट लिएको छु, लिन चाहिँ गेस गर्नु होला। अनि यो लाइट चाहिँ मलाई कस्तो क्युट लागेको क्या। म त्यहाँनिर कति धेरै चेक गरिरहेको थिएँ लाइटहरू, कुन चाहिँबाट कस्तो आउँछ, कुन चाहिँबाट कस्तो आउँछ भन्दै। सो त्यसपछि चाहिँ हामीले मोबाइलको टेम्पर ग्लास अनि कभरहरू पनि चेन्ज गऱ्यौँ यो दाइकोमा गएर। त्यहाँबाट चाहिँ हामीले लाइटहरू लिएर अनि फेरि फर्क्यौँ, हामी बसन्तपुरतिर लाग्यौँ। अनि हामी चाहिँ हुन्छ नि आज चाहिँ एकदम फ्रिली गएको थियौँ। जुन जुन पसलमा हामीलाई जे जे हेर्न मन छ, जे जे लिनु मन छ, सबै ठाउँमा छिर्दै छिर्दै गइरहेको थियौँ। बिचमा हामीले लस्सी पनि खायौँ। अनि त्यसपछि फेरि हामी बसन्तपुरतिर लाग्यौँ। बसन्तपुरमा गएर पनि फेरि हामीले फोटोहरू खिच्यौँ, भिडियोहरू खिच्यौँ। अनि 99 पनि छिरिहालौँ न भनेर त्यहाँबाट 99 पनि छिर्यौँ। सो 99को साइडमा चाहिँ एउटा ज्वेलरीवाला पसल पनि थियो, त्यहाँनिर पनि गयौँ। कस्तो राम्रो राम्रो थियो यहाँ चाहिँ नि, एकदम त्यो क्युट क्युट खालको क्या ज्वेलरीहरू। अनि त्यसपछि स्कार्फहरू, मेकअपको प्रडक्टहरू पनि थियो। त्यो सबै चिजहरू रहेछ यहाँ चाहिँ। पहिला चाहिँ यो ठाउँमा मिनी सो थियो, अहिले चाहिँ चेन्ज भएर यो ज्वेलरीवाला रहेछ। कति धेरै क्या अहिले त यो ज्वेलरीको सपहरू पनि कति धेरै हो। सो त्यसपछि चाहिँ हामी एकदम टायर्ड भइसकेका थियौँ, भोक पनि लागिसकेको थियो। अनि त्यहाँ चाहिँ हामीलाई के खाने भनेर त्यहाँनिर चाहिँ हामी सोच्नै सकेनौँ। त्यसपछि चाहिँ हामी सधैँ जाने ठाउँ एकजना बोजूको किमा नुडल्स पाउने ठाउँ छ यहाँ अनामनगरमा। त्यहाँबाट चाहिँ हामी यहाँ अनामनगर आएर चाहिँ किमा नुडल्स मोमो खायौँ। आजको दिन चाहिँ यसरी नै बित्यो मेरो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।